हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। साथीहरू, आज चाहिँ हामी जाँदैछौँ दाइकोमा। बहिनी चाहिँ सामान मिलाउँदैछ अनि म चाहिँ बच्चा बोकेर रेडी भइसकेँ। यो चाहिँ हाम्रो बेथानचोक बजार अनि यो बजारबाट चाहिँ माथितिर उकालो जानुपर्छ। हो साथीहरू, हामी चाहिँ माथि दाइकोमा लाग्यौँ। यहाँ हेर्नुहोस्, भरिया माथि उकालो चढेर जानुपर्छ। यहाँ बच्चा पनि छ, यी पछाडि एउटा गाह्रो छ। अगाडि चाहिँ बहिनी भारी बोकेर हिँडेछ अनि मेरो छोरी माथि पुग्नुपर्छ। उकालोमा हिँड्नै गाह्रो छ। दुखेछ नि छोरी, के गर्नु, खुट्टा दुखेर कसले बोक्छ मलाई? दुखेछ नि, दुख्छ नि। यस्तो छ। वरिपरि चाहिँ मकैहरू लगाएको छ, इस्कुसहरू छ। आधा बाटो चाहिँ प्लास्टर गरेको रहेछ, त्यही भएर अलिकति हिँड्नलाई सजिलो छ। यहाँ चाहिँ फर्सीहरू लगाएको छ। अँध्यारो भइसक्यो। यहाँ हामीले जुगाड गरेर यसरी झोला बोकेको छ बहिनीले। म चाहिँ यसरी हिँडेछु। मेरो छोरा आनन्दले बसेछ। माथि पुग्नुपर्छ। यत्रो सामान अनि बच्चा, के गर्नु। यो उकालोमा त हिँड्ने बानी छैन, त्यही भएर एकदम गाह्रो छ। हिँड्ने मान्छेलाई त धेरै टाइम लाग्दैन, 10-15 मिनट। हामीलाई त 1 घन्टै लाग्छ जस्तो छ। किरा कराउन थालिसक्यो, कतिखेर पो पुग्ने हो। अँध्यारो भइसक्यो साथीहरू। निस्किन त अघि नै निस्केको, कहिले यता कहिले उता गरेर यत्रो टाइम भइसक्यो। अस्ति हामी यहाँ सिस्नु टिप्न आएको थिएँ, यहीँसम्म। अझ यहाँबाट पनि माथि जानुपर्छ। यहाँ चाहिँ घोडे टाप्रे हो कि के भन्छ, यो जडीबुटी। यहाँ सेरम पनि बनाएको थिएँ यसको चाहिँ। म चाहिँ अहिलेसम्म बनाएको छैन। टन्नै छ, यी कति चाहिन्छ, टन्नै छ यहाँतिरै। घरि आइपुग्यौँ। पुरै अँध्यारो भइसक्यो यहाँसम्म आउँदाखेरि। अझै आधा बाटो त बाँकी नै छ। हामी चाहिँ यो बाटो आएको, अब जाँदैछौँ यता यो कालो बाटो। मेरो छोरी चाहिँ हिँड्दैछ। आज चाहिँ बोको भने छैन। आँसुलाई पनि भारी छ अनि मामुको पनि भारी छ। आधा बाटो आइसक्यो। अब चाहिँ आइपुग्न लागिसक्यो। यहाँसम्म आइपुग्दा चाहिँ अँध्यारै भइसक्यो। मान्छे नचिनिने जस्तो भइसक्यो। भारी छोरो, यो ब्याग यहाँ चाहिँ पुग्छ। भारी न भारी। बहिनीको कोसेली, बच्चाको कपडा। गाउँमा आइपुग्यो। अब यो माथिको सेतोभन्दा अलिकति उता चाहिँ दाइहरूको घर छ। अँध्यारै भइसक्यो नि। फाइनली दाइहरूको घर आइपुग्यौँ। अनि यहाँ चाहिँ ल आइपुग्यो है साथीहरू।